कतिपय महिलाहरूलाई चाहिँ म यस्तो काम गर्छु भन्न पनि लाज लाग्छ रे। सो स्वागत छ साथीहरू हजुरहरूलाई मेरो आजको मिनी ब्लगमा। आई होप सबैजना सन्चै हुनुहुन्छ होला। मलाई जहिले काम गरेको भिडियो मात्रै हाल्छ भन्नुहुन्छ होला। मेरो कामै हुन्छ जहिले नि, अब के गर्नु। अब काहीँ घुम्न जाने भएको भए पनि घुम्न गएको छु भनेर हाल्न हुन्थ्यो। मेरो बिहान सुरु हुन्छ काम, साँझै खतम हुन्छ। मैले गर्ने काम चाहिँ यतिको सबै हाउसवाइफले गर्नु नै हुन्छ होला। कतिपय महिलाहरूलाई चाहिँ आफूले गर्ने कामहरू चाहिँ देखाउन भन्न चाहिँ लाज लाग्छ रे। यसमा लाज मान्नु पर्ने कुरै छैन। गाउँमा हुने मान्छे सबैले यतिको कामहरू त गरिहाल्छ नि। सबैको जिन्दगीमा सुख लेखेको हुँदैन नि त। अहिले दुःख गर्यो भने पछि त्यो सुख भेटिहाल्छ नि। मलाई चाहिँ आफूले गर्ने कामहरू भन्न र देखाउन केही पनि लाज लाग्दैन। मैले पनि ब्लगिङ भर्खरै स्टार्ट गरेको, मलाई पनि कतिपय कुराहरू त थाहा पनि छैन, बिस्तारै सिक्दै जाने कुराहरू हो। मेरो पनि क्यामेराको क्वालिटी त राम्रो छैन नि, त्यही पनि मैले अपलोड गरिहाल्छु। हजुरहरू पनि ब्लग बनाउने सोच्दै हुनुहुन्छ भनेपछि बनाइहाल्नु के। सुरुमा राम्रो नबन्ला, बिस्तारै सिकिहालिन्छ। मेरो पनि त सबै ब्लगहरू राम्रो छैन नि, त्यही पनि त हजुरहरूले माया गरिदिनु भएको छ। मेरो ब्लगहरूलाई टिकटकमा भन्दा पनि फेसबुकमा धेरै जनाले चाहिँ राम्रो मानिदिनु भएको छ। यसरी नै सबै मेरो ब्लगहरूलाई चाहिँ माया गरिदिनु होला भन्न चाहन्छु। मलाई फलो नगर्ने साथीहरूले चाहिँ फलो पनि गरिदिनु होला। अनि साथीहरू अघि चाहिँ घर लिप्न थालेको थियो नि, त्यो घर चाहिँ मेरो आन्टीको हो। हामीहरू 3-4 जना लागेर चाहिँ त्यो घर लिपिसक्यौँ। अनि सबैजनाले नास्ता खाने भन्नुभयो। अब छिटो मिठो के हुन्छ त भन्दाखेरि अब सर्टकटमा चाहिँ चाउमिन खाने भन्नुभयो सबैजनाले। ठिकै छ भनेर चाहिँ चाउमिन बनाउनुतिर लाग्यो। अरू सबै घाँस काट्न जानुभयो। चाउमिन पनि थोरै कहाँ र साथीहरू 2 केजी चाउमिन बनाएको। यस्तो घाममा आगोमा बस्दा त मेरो हालत खराब भएको के। चाउमिन बनाइसकेर मैले भैँसीको लागि पिडो पनि माझा राखेँ। मेरो हालत हेर्न सक्नुहुन्छ, पुरै पसिनै पसिना। सो साथीहरू आजको लागि यति नै, भेटौँला अर्को ब्लगमा। बाई बाई।